अब सर्वप्रथममा त म हाँस्य टेली श्रृङ्खलाबाट जान चाहन्छु र यहाँ चाहिँ राजनीतिक दलका व्यक्तित्वहरूको पनि क्यारिकेचर रहेको छ। यो के कतिको स्वीकार्य छ छैन थाहा छैन, भन्न मिल्छ या मिल्दैन, सरहरूले भनिदिनु होला। सुरुमा चाहिँ म जिग्री ब्रो भन्ने कुमार कट्टेल व्यक्तिको चाहिँ क्यारिकेचर गर्नु गइरहेको छु। हजुरहरूले पनि चिन्नुहुन्छ होला। उहाँले चाहिँ कसरी बोल्नुहुन्छ भन्ने म बोल्नु गइरहेको छु। लास्टै कडा डान्स हानेको हो के, मलाई त लास्ट मन पर्यो भनेको। यति नै छोटो छोटो प्रस्तुति म दिँदै गइरहेको छु। र कार्टुन त हेर्नुहुन्छ होला, अब मोटु पतलुको रहेको छ। अरे मोटू तुम क्या कर रहा है? अरे गरम गरम समोसा लेके खाओ। अरे पतलू को छोड़ो, मोटू को फिर भी दो, फिर भी मोटू बनाओ। अब त्यसै गरी अर्को प्रस्तुति राख्न गइरहेको छु। अर्को चाहिँ हुनुहुन्छ कलाकार विपिन कार्की र पशुपति प्रसाद भन्ने फिल्म त हजुरहरूले हेर्नुभएको होला। त्यतिखेर चाहिँ पशुपति मन्दिरमा चाहिँ विपिन कार्कीज्यूले बोलेको डायलग म बोल्न चाहन्छु। त्यसमै डन्डको ओए समाज समाज तेरे ल छोड, अहिले हाम्रो गाउँमा किराइरहेको छ, यसलाई छोड त्यहाँ छोड भनेको। त्यसलाई मैले अस्ति नै लागेको भनेको हान्न हाने तिमीहरूले गरेर समाज न समाज। अब त्यसै गरी चाहिँ म माग्ने बुढाको क्यारिकेचर गर्नु गइरहेको छु। हामी सबैजना चाहिँ आजको सांस्कृतिक कार्यक्रममा रमाइलो गरिरहेको छौँ नि, होइन? त्यसमा आज अलिक खानालाई हाँस्नु पऱ्यो नि त, रमाइलो गर्नु पऱ्यो नि, होइन र? अनि त्यसै गरी अनि खानन्द गुरु भन्ने एउटा पात्र पनि हुनुहुन्छ र उहाँले यसरी बोल्नु। हरि ओम काशीदेव, मैले सम्पूर्ण भक्तजनहरू पूजा कीर्तन भजन कीर्तन त गरिसक्नु भयो होला नि, होइन? अब त्यसै गरी पाँडे बुढाको लास्टमा भन्न चाहन्छु। मेरी आमै होइन के पारा हो आजको सांस्कृतिक